आदरणीय दर्शकबिनहरू नमस्कार। के तपाईँहरूलाई थाहा छ काठमाडौँको एकदम मुटुमा राज गरेर बसेकी यस्ती देवीको जसको नाम लिँदा नकारात्मक शक्ति काम छ, अन्याय कमजोर पार्छ र साँचो भक्तको जीवन बदलिन्छ। आज हामी कुरा गर्दैछौँ श्री भद्रकाली माईको, जो केवल मूर्ति होइन जीवित शक्ति हुनुहुन्छ। श्री भद्रकाली माई हिन्दू धर्मकी एक अत्यन्त शक्तिशाली र रहस्यमयी देवी हुन्। उहाँलाई आदिशक्ति दुर्गाकै उग्र रूप मानिन्छ, जसको उद्देश्य अधर्मको अन्त्य र धर्मको रक्षा गर्नु हो। भद्र भनेको कल्याण र काली भनेको अर्थ चाहिँ समय शक्ति, अर्थात् भद्रकाली माई यस्ती शक्ति हुन् जसले विनाश गरेर होइन, सत्यको बाटो खोलेर कल्याण गर्छिन्। पौराणिक कथाअनुसार जब संसारमा अत्याधिक अन्याय फैलियो र राक्षसी शक्तिले देवता तथा मानवलाई पीडा दिन थाले, तब भगवान शिवको क्रोधबाट भद्रकाली माईको उत्पत्ति भएको चाहिँ विश्वास गरिन्छ। उहाँको स्वरूप उग्र देखिए पनि हृदय मातृत्वले भरिएको छ। दुष्टका लागि उग्र र भक्तका लागि करुणामयी यही भद्रकाली माईको वास्तविक रूप भनेर सबैले चिनिन्छ। नेपालमा काठमाडौँ स्थित भद्रकाली मन्दिर विशेष रूपमा प्रसिद्ध छ। यो मन्दिर केवल धार्मिक स्थल मात्र होइन, राज्य संरक्षण र शक्तिको केन्द्रमा रूपमा पनि मानिन्छ। इतिहास हेर्ने हो भने सङ्कटको समयमा शासकहरूले समेत यहाँ आएर पूजा गरेको चाहिँ उल्लेख पाइन्छ। जनविश्वास अनुसार यहाँ साँचो मनले मागिएको कुरा चाहिँ ढिलो चाँडो चाहिँ अवश्य पुरा हुन्छ। भद्रकाली माईलाई विशेष गरी भय, शत्रु, बाधा, रोग, मानसिक तनाव र नकारात्मक ऊर्जाबाट मुक्तिदायी देवी मानिन्छ। मङ्गलबार र शनिबार यहाँ पूजा गर्दा विशेष फल प्राप्त हुने जनविश्वास पनि गरिरहेको छ। भक्तजनहरूले रातो वस्त्र, सिन्दुर, दीप, फुल र नरिवल चढाएर देवीप्रति आस्था प्रकट गर्छन्। भद्रकाली माईको सबैभन्दा ठुलो शिक्षा भनेको डर होइन, साहस रोज्नु हो। उहाँले सिकाउनुहुन्छ कि अन्याय सहनु पाप हो र सत्यको पक्षमा उभिनु धर्म हो। आजको समयमा विशेष गरी महिलाहरूको लागि भद्रकाली माई नारी शक्तिको जीवित प्रतीक बनेकी छिन्। आज पनि हजारौँ मानिस भद्रकाली माईको दर्शनपछि आत्मविश्वास बढेको, जीवनमा बाटो खुलेको र मन शान्त भएको अनुभव सुनाउँछन्। यही अनुभव र विश्वासले भद्रकाली माईलाई केवल देवी होइन, जीवन बदल्ने शक्ति पनि भनिन्छ। यदि तपाईँको जीवनमा डर, बाधा र अन्याय छ भने एकपटक साँचो मनले भद्रकाली माईलाई सम्झनुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर र एक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। जय श्री भद्रकाली माई, जय श्री भद्रकाली माई, सबैको रक्षा गर्नुहोस्। जय श्री भद्रकाली माई। र यो भिडियोलाई एक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त।